अहिले सातो बाटोमा सातो बाटोको अवस्था चाहिँ यस्तो छ। अहिलेको नयाँ अपडेट यसरी यहाँको ट्राफिक पुलिस अफिस पनि यसरी डाङडुङ गराएर आगो लागि भएर ध्वस्त भएको प्रत्यक्ष देखिरहेको छ। यहाँ चाहिँ यसरी जेएनजीका यो आन्दोलनकर्ताहरू यसरी तैनात खटिरहेको अवस्था देखिन्छ। गयो गयो राज्यको सारा सम्पत्तिहरू नाश भएर गयो यो है त। यो सबै तपाईँको राज्यले चाहिँ राज्यको यो ज्याजतीले गर्दाखेरि आज यसरी चाहिँ समस्याको समाधान समयमा नगर्दाखेरिको अवस्था यस्तो हुन्छ। यो जनताको चाहना मनोभावनालाई विपरीत निरङ्कुशता गर्न खोजेपछि आज जनताले राज्यको यो राज्यको सम्पत्तिहरूलाई यसरी नाश गरिरहेको छ। पक्कै पनि देशमा केही परिवर्तन हुनला कि केही चाहिँ बिग्रिनै पर्छ, केही पाउनको लागि केही गुमाउनै पर्छ भने जस्तै आज यो आज हाम्रो नेपालमा पनि धेरै राज्यको सम्पत्तिहरू नाश भएर गएको छ र केही पछि अब सुधार आउने नै छ भन्ने आशाका साथ हामी आशामा छौँ। अब यहाँबाट चाहिँ हामी टक्कै उता खुमलटारतिर जानेछौँ है। पचण्डे निवास पनि हामी हेर्नेछौँ। त्यहाँ के भइरहेछ म त्यो पनि देखाउन चाहन्छु है त। जेएनजीको आन्दोलनकर्ताहरूले यसरी चाहिँ अहिले पनि ढुङ्गा मुढा फालेर माथि त्यो ब्यानरहरू चाहिँ च्यात्ने अनि त्यसलाई उक्काउने कार्यहरू गरिरहेको मैले प्रत्यक्ष यो भिडियो मार्फत देखाइरहेको छु। सातो बाटोको अहिलेको यो नयाँ अपडेट मैले देखाइरहेको छु। नयाँ अहिलेको अवस्थामा भइरहेको जति पनि यहाँ यो चाहिँ युवाहरूले ट्राफिक कार्यालय तोडफोड गरेर भित्रै जलाएर चाहिँ यतिखेर नष्ट भइसकेको प्रत्यक्ष मैले यो भिडियो मार्फत देखाइरहेको छु। ट्राफिक प्रहरी कार्यालय सातो बाटोको यस्तो हालत भयो। सब आगो भएको अवस्था छ। हामी अब चाहिँ सातो बाटोदेखि हामी खुमलटारतिर वहीँ ठ्याक्कै पचण्डे निवास पनि ध्वस्त भयो त्यो हामी हेर्न लागिरहेको छौँ है। ल गाडी त ढल्दैन हो, ढल्ने अवस्था छ र फर्कौँ माथिल्लो लुकबाट जाउँ त। ल यस्तो छ है। जनताले चाह्यो भने कसैको केही नलाग्दो रहेछ भन्ने यो अहिलेको यो जेएनजीको आन्दोलनले प्रष्ट पारिसकेको छ। यस्तो छ अहिले चाहिँ मैले भिडियो मेरो यो फेसबुकको भिडियो मार्फत प्रत्यक्ष देखिरहेको छु। अहिलेको यो यस्तो अवस्था छ। चापागाउँको बाटोदेखि हामी यता खुमलटार तर्फ हामी प्रस्थान गरियो। जनताले चाह्यो भने सत्ता परिवर्तन हुन केही बेर लाग्दैन भनेर पहिल्यैदेखि चाहिँ आवाज हामीले उठाइरहेका थियौँ। तर पनि नेताज्यूहरूले चाहिँ
जनताको मनोभावना विपरीत कामहरू गरिसकेपछि आज यो एउटा जेएनजी युवा सङ्गठनले आज चाहिँ उहाँहरूको यो अराजकता, उहाँहरूको चाहिँ नेताहरूको चाहिँ जुन तानाशाही शैली को चाहिँ यो आज भण्डाफोर गरेर चाहिँ यहाँ चाहिँ आज यो आन्दोलन सफल बनाएको हामी प्रत्यक्ष भिडियो मार्फतबाट देखाइरहेको छौँ। यहाँ पनि आगो लागि नै भइरहेको छ। आगो लागि नष्ट भएको अवस्था छ। यो चाहिँ के हो? कार्यालय, वडा कार्यालय हो। युनिभर्सिटी स्कुल, आरजु राणाको चाहिँ प्राइभेट स्कुल पनि यस्तो हालत भइसकेको छ है, जलेर नष्ट भएको छ। आज यसमा यो पनि आज छोडिएन, यो पनि आज आगो लागि भयो। भ्रष्टाचार गरेको पैसाले गरिएको जति पनि यसरी जनतादेखि लुटिएको यो सम्पत्तिहरू आज यसरी नष्ट भएको छ। अपराध गरेको पैसा, अपराध गरिएको बिस्तारै अपराधलाई नष्ट गरिनेछ।